म आज सामान किन्न गएको थिएँ के लिएर आएको छु म देखाउँछु। यो कोइरालो हो। कोइरालाको अचार मिठो हुन्छ भनेर लिएर आएको। म खोलेर देखाउँछु। खोलेर हेरौँ है त कस्तो छ यो कोइरालो। यो चाहिँ 80 रुपियाँको कोइरालो हो यो। खोइ के भन्छन्, कोइराला, कोइरालो यस्तो हुन्छ। अब यसलाई अचार आलु हालेर अचार बनायो भने चाहिँ मिठो हुन्छ अरे, त्यही भएर लिएर आएको आज। साँझ बनाउँछु, साँझको खानामा कस्तो हुन्छ त्यसपछि म देखाउँछु कस्तो बन्दो रहेछ कोइरालो। अब अर्को हो मासु। आज हामी बिरयानी खाने हो साँझ, चिकन बिरयानी, त्यही भएर मासु लिएर आएको छु। यहाँ 1.5 केजी मासु छ। यहाँ यो मासु भयो। अब यताको पनि म हेर्छु। यो साग हो, यो चाइनिज साग हो क्या अरे, यो के साग हो, यस्तो खालको साग छ यो साग लिएर आएको। साँझ साग पनि बनाउने हो अनि खाने साँझ। यो हो रेड पेन अनि यो कपी चाहिँ बक्समा छ। अब घरमा छोरीलाई तिमीलाई स्कुलबाट म्यामले नै पठाएको हो होमवर्क गर्न भनेर दिने। अब आफूले दियो भने मान्दिनँ, त्यही भएर यस्तो बक्समा रेड पेनले स्कुलबाट म्यामले दिएको जस्तै गरेर दिने। त्यसपछि लेख्छिन् अनि प्र्याक्टिस हुन्छ। अरू पनि म देखाउँछु। अरू छ के छ यहाँ। अर्को पनि चिकन छ अनि यो दही हो। यो चाहिँ 1.5 लिटर दही छ। यो साँझ दही खाने बिरयानीमा हालेर।